तर सन्तहरूको सत्सङ्ग मैले सुनिरहेथेँ र आमाका सम्पूर्ण संस्कारहरू गरेर म उत्तर दिशातिर गएँ अनि निर्जन वनमा नितान्त एकान्तमा गएर सन्तहरूले जो मन्त्र दिनुभइरहेथ्यो त्यो मन्त्रको खूब जाप गरेर भगवानको दर्शनको लालसा भगवानको दर्शनको इच्छा लिएर खूब मन्त्रको जाप गर्न थाले। गर्दा गर्दा अनेक दिनहरू बिते। एक दिन हे व्यासजी मेरो हृदयमा भगवानले दर्शन दिनुभयो। यति सुन्दर स्वरूप भगवानको थियो। आहा मेघश्यामः कनकपरिधिः कर्णविद्योत विद्युन् मूर्ध्नि भ्राजत विललितुकचः स्त्रग्धरो रक्तनेत्र। व्यासजीलाई नारदजी बताउनुहुन्छ मैले भगवानको हृदयमा दर्शन पाएँ। मेघको जस्तो सुन्दर स्वरूप भगवानको। चार हात छन्, शंख चक्र गदा पद्म चार बाहुहरूमा सुशोभित छन्। शिरमा सुन्दर मुकुट छ, वक्षस्थलमा श्रीवत्सको चिन्ह अनि कौस्तुभ मणि सुशोभित छ। भगवानको त्यो नीलो शरीरमा पहिलो पीताम्बर यसरी शोभा हुँदैछ जसरी नीलो नीलो मेघहरूमा आकाशहरूमा बिजुली चम्कन्छ। भगवानको त्यो नीलो शरीरमा पहिलो पीताम्बर चम्कदै थियो अनि भगवानको त्यो मधुर मुस्कानको त के कुरा गर्ने। म त त्यो मुस्कान हेरेर नै आहा प्रेममा पागल भएँ। तर धेरै बेर मैले त्यो दर्शन पाइनँ। केही क्षण दर्शन पाएँ र भगवानको त्यो स्वरूप हृदयबाट अन्तर्धान भयो। भगवान हराउनु भयो भित्र। तब त म छटपटिन थाले। जसरी पानीमा एउटा खेल्दै गरेको माछोलाई पानीबाट निकालेर जमिनमा राखिन्छ तब त्यो माछो कसरी छटपटाउँछ। व्यासजी ममा पनि त्यही छटपटाहट आयो। एकचोटि भगवानको दर्शन पाइसकेको आहा फेरि पनि त्यो दर्शन पाउने इच्छा हृदयमा जाग्यो। खूब छटपटिए, खूब मन्त्र जपे, बार बार आँखा बन्द गरे, बार बार हृदयमा भगवानलाई खोजे। तर आहा फेरि मैले त्यो दर्शन पाइन, फेरि मैले त्यो स्वरूपलाई पाइन। बार बार प्रयास गर्दा पनि फेरि दर्शन नहुँदा खूब दुखी भए। तब आकाशवाणी भयो हे बाबु अहिले समय भएको छैन। अब तिमीले अर्को जन्ममा दर्शन पाउने छौ। अर्को जन्ममा तिमी ब्रह्माजीका मानस पुत्र भएर जन्मने छौ। तिम्रो नाम नारद हुनेछ। सारा जगतले तिमीलाई पुज्नेछ अनि जब चाहन्छौ तब दर्शन गर्न पाउनेछौ। नारदजी बताउनुहुन्छ व्यासजी तब त मैले त्यो शरीरको अन्तको प्रतीक्षा गरिरहे। धेरै समय बाद शरीरको अन्त भयो अनि अर्को कल्पमा म त्यो दासी पुत्र ब्रह्मा पुत्र भएर जन्मिए। सब भक्तिको चमत्कार हो। आज भगवानले मलाई स्वयं वीणा दिनुभएको छ। यही वीणामा मधुर स्वर छेडेर म भगवानको दिव्य नाम गाउँदै गाउँदै जब म चाहन्छु दर्शन गर्न सक्छु। हेर कहाँ दासी पुत्र थिए अनि कहाँ ब्रह्मा पुत्र भए। यो सबै भक्तिकै चमत्कार हो। त्यसै कारण हे व्यासजी तपाई त यस्तो ग्रन्थको रचना गर्नु जसमा भक्ति नै भक्ति ओतप्रोत होस्। यसरी सम्झाएर चतुश्लोकी भागवतको उपदेश दिँदै दिँदै नारदजी व्यासजीसँग बिदा लिनुहुन्छ। अब वेदव्यासजी महाराजले सरस्वती नदीको तटमा आफ्नो आश्रममा स्नान आचमन आदि गरेर सुन्दर श्रीमद् भागवत महापुराणको रचना गर्न लाग्नु हो। भगवत कृपाले वेदव्यासजी महाराजले पुरा 18,000 श्लोक भएको 335वटा अध्याय भएका 12वटा स्कन्धले पूर्ण यो श्रीमद् भागवत महापुराणको रचना गर्नुभयो। बोल भागवत भगवान की।
अनि यही श्रीमद् भागवत महापुराण आफ्नो पुत्र सुखदेव स्वामीलाई पढाउनु भयो र यिनै सुखदेवले श्राप पाएका राजा परीक्षितलाई गंगाको तटमा 7 दिनसम्म श्रीमद् भागवतको कथा सुनाउनु भइरथ्यो। आज नैमिषारण्य क्षेत्रमा सौनकादि ऋषिहरू सुतजीसँग प्रश्न गर्छन्, हे सुतजी, राजा परीक्षितलाई श्राप किन मिल्यो? के पाप गर्नु भइरथ्यो राजा परीक्षितले, जसको फलस्वरूप गंगाको तटमा गएर सुखदेव स्वामीबाट भागवतको कथा सुन्नु पर्यो। तब यहाँ महाभारतको बडो सुन्दर कथा सुतजी महाराज सुनाउनुहुन्छ। भन्दिनु राधे राधे। तपाईहरुलाई निन्द्रा लागे जस्तो छ नि? राधे राधे त आइपुगेन नि त यहाँसम्म। एकैचोटि राधे राधे। अझै पनि आएको छैन, पछाडिबाट त आएकै छैन। एकैचोटि राधे राधे। त महाभारतको कथा सुनाउनुहुन्छ परीक्षितको प्रसंगमा। महाभारतको युद्ध भयो कौरव अनि पाण्डव बीचमा। सारा कौरवहरू युद्धमा मरे, बस एउटा दुर्योधन बाँचेको रहेछ। सुन्नै अब धेरै सुनाउँदिन, केही क्षण सुनाउँछु। अनि फेरि ज्ञानमाला कार्यक्रम पनि छ, भजनमा नाच्नु पनि त छ। यहाँ बताउनुहुन्छ सारा कौरवहरू मरेछन्, बस एउटा दुर्योधन रहेछ जो अन्तमा भीमसेनसँग युद्ध गर्दा भीमसेनको गधाले घायल भएर मरणासन्न अन्तिम अवस्थामा पुगेको यो दुर्योधन मृत्युलाई पर्खेर बसेको रहेछ। बाबा, यो दुर्योधनलाई श्राप थियो कि जुन समय एकैचोटि खुसी पनि हुन्छस् दुखी पनि हुन्छस् त्यति बेला तेरो मृत्यु हुन्छ। के श्राप थियो? जुन समय तँलाई सुख हुन्छ अनि त्यही समय दुःख पनि हुन्छ त्यति बेला मृत्यु हुन्छ। त मर्न लागेको त्यो दुर्योधन भए ठाउँमा अश्वत्थामा गएछ अनि भनेछन्, हे मित्र, तिम्रो अन्तिम इच्छा के छ मलाई भन, म तिम्रो अन्तिम इच्छा पूरा गरिदिन्छु। तब दुर्योधन भन्छ, हेर मित्र, हामी 100 जना थियौं दाजुभाइ, सबै मेरा भाइहरू मरे, अब म पनि कति बेला मर्छु थाहा छैन। तर शत्रुहरू बस 5 जना थिए, कसैको खुट्टा पनि भाँचेन। बस मेरो अन्तिम इच्छा यही छ, 5 जनालाई पर्दैन, बस भीमलाई मारेर त्यसको शिर लिएर आउनु। किन? त्यही भीम हो जसले मेरा 99 भाइहरूलाई निर्ममता पूर्वक वध गरेको छ, हत्या गरेको छ। त्यो भीमलाई मारेर त्यसको शिर लिएर आयो भने बस म अनि आनन्दसँग मर्नेछु। तब अश्वत्थामा भन्छ, हे मित्र, तिमी निश्चिन्त भएर बस, म अहिले नै जान्छु अनि सारा ती पाण्डवहरूलाई नै मारेर ल्याउँछु। एउटा भीमलाई मात्र किन, म 5 जनालाई मार्छु। गएछ अश्वत्थामा। हेर्नु, अश्वत्थामालाई पनि थाहा थियो कि यी पाण्डवहरू बडा वीर छन्, यिनीहरूसँग युद्ध गरेर त देवताहरूले पनि जित्दैनन्, त म कसरी जित्न सक्छु? जहाँ बलले जितिँदैन त्यहाँ बुद्धिले जित्न सकिन्छ। ऊ कसरी यी पाण्डवहरूलाई मारौँ विचार गर्दै थियो। त्यति नै बेला के देखेछ कि उल्लु चरा देखेछ। यो उल्लु जाँदो रहेछ अनि अरू चराको जो गुड छ ती चराको गुडमा सुतिरहेका चराका साना साना नानीहरूलाई रातिको समय पारेर गएर सुतिरहेका ती नानीहरूलाई मारेर खाँदो रहेछ। त्यो देखेर उसले विचार गरेछ कि युद्ध गरेर त म पाण्डवहरूलाई जित्दिन, तर सुतिरहेको बेलामा चुपचाप गएर मारे भने त पक्का मार्न सक्छु। हेर्नु, ज्ञान सही ठाउँबाट लिनुपर्छ है। एकचोटि भनिदिनु त राधे राधे। हाम्रा पनि जीवनमा हुन्छन्, ए जान त्यसलाई न्यु खोज भनिरहेका हुन्छ। तँलाई त्यस्तो गरौँ होइन, त्यसलाई जा सुनाइदिए 2-4 कुरा। हामी पनि हो न हो भनेर गर 2-4 कुरा सुनाइदिइहाल्छ।
त्यो सल्लाह दिने त भागिहाल्छ, दुःख आफैले भोग्नु पर्छ। दुर्योधनले सारा जीवन सल्लाह शकुनीसँग लियो र आज उसको नाश भयो, र अर्जुनले सारा जीवन सल्लाह कसबाट लिए भन्नु त भगवान श्रीकृष्णबाट, अनि उनको कल्याण भयो। आज अश्वत्थामाले त्यो उल्लुबाट ज्ञान लिएछ अनि विचार गरेछ, जहाँ पाण्डवहरू सुतेका छन् सुतेकै बेलामा गएर सबैलाई मारिदिन्छु। तर हाम्रो भगवानलाई सबै कुरा थाहा थियो। अगाडि नै पाण्डवहरूलाई भन्नुभयो कि आज युद्ध जितेको हो, त्यही ओछ्यानमा सुत्नु हुँदैन, जाउँ गएर विजय उत्सव मनाऊ। सारा पाण्डवहरूलाई त्यहाँबाट लगिसक्नु भइरहेथ्यो र जहाँ पाण्डवहरू सुत्थे त्यहाँ द्रौपदीका 5 छोराहरू सुतेका रहेछन्। रात्रिको समय नाङ्गो तरबार हातमा लिएर अश्वत्थामा त्यो पाण्डवको शिविरमा पशुआमा भएभरका सारा सैनिकहरूलाई मार्दै मार्दै अश्वत्थामाले सुतेका ती 5 द्रौपदीका छोराहरूको शिर काटेर झोलामा हालेर लिएर गएछ। गएर दुर्योधनलाई भन्छ, मित्र तिमी एउटा भीमको शिर मान्थ्यौ, मैले एउटा होइन 5 पाण्डवलाई मारेर ल्याइरहेछु, लौ यो शिर हेर, फ्याँकिदिएछ। तब दुर्योधन भन्छ, अरूको त अरूसँग त त्यत्रो रिस छैन, तर त्यो भीमको शिर यता ल्याऊ। जब भीमको शिर भनेर अघि बढाइदिए अश्वत्थामाले, दुर्योधनले हातले समातेछ, त्यो शिर धुलो पिठो भएछ। दुर्योधन भन्छ, आहा यो भीमको शिर हुन सक्दैन। किन? दुर्योधन आज अश्वत्थामालाई बताउँछ, म जो गधा चलाउँथे त्यो गधा 47 मनको थियो, अनि भीमसेन जो गधा चलाउँथे त्यो 49 मनको थियो। हेर अश्वत्थामा, त्यो 47 मनको भारी गधा पुरा बल लगाएर घुमाएर त्यो भीमको शिरमा हान्दा पनि त्यो भीमको शिरबाट एउटा बाल भाँचिँदैन थियो। यति कलिलो, यति कमजोर भीमको शिर हुन सक्दैन। राम्ररी जब निहालेर हेर्यो दुर्योधनले आमा, त्यहाँ पाण्डवहरूको होइन द्रौपदीका 5 पुत्रको जब शिर देख्यो, खुब पीडा भएछ। पहिला त खुब खुसी भइरहेथ्यो कि पाण्डवहरू मरे, तर जसै थाहा पायो कि पाण्डवहरू होइनन्, द्रौपदीका 5 छोरा मरे, अब खुब दुःख भएछ। आज अश्वत्थामालाई भन्छ, हे पापी अश्वत्थामा, तैले यति ठुलो पाप गरिस्, अब मलाई पानी दिने पनि कोही बाँचेन, सब सकिए। अब मरेर गएपछि म पानी पनि पाउँदिन, अब सुख पनि भयो दुःख पनि भयो। यति नै बेला दुर्योधनको पनि मृत्यु भयो। भन्दिनु राधे राधे। द्रौपदी विचार गर्छिन्, सधैँ मेरा छोराहरू आउँथे, बिहानै आमा प्रणाम भन्दै प्रणाम गर्थे, तर आज मेरा छोराहरू उठेका छैनन्, के भयो? फेरि आफैलाई सम्झाउँछिन्, होइन होइन अब त युद्ध सकियो, यति दिन युद्ध गरेको थाके होलान्, अलि धेरै सुत्छन् होला, उठाउन जानु भएन, धेरै विचार गर्नु भएन। तर बाबा धेरै समय बित्यो, अझै पनि नउठ्दा द्रौपदीको मन मानेन। तब शिविरतिर जाँदैछिन् द्रौपदी, छोराहरूलाई उठाउन। जसै शिविरभित्र प्रवेश गर्छिन्, आहा त्यो नजारा देखेर द्रौपदी त मूर्छित भइन्। केही समयपछि होस आयो, तब हेर्छिन् छोराहरूको शरीर त छ तर शिर छैन। चिच्चाइ चिच्चाइ जब रुन थालिन्, सबले थाहा पाए, सारा पाण्डवहरू पनि आए। द्रौपदी जब रोइन्, अर्जुन सम्झाउँछन्, हेर द्रौपदी तिमी नरुवा, एकदम निश्चिन्त हुआ, जुन पापीले तिम्रा 5 छोरा मारेको छ, सूर्यास्त हुन अघि म त्यो पापीको शिर तिम्रो चरणमा राख्नेछु। यति भनेर भगवानलाई साथमा लिएर अश्वत्थामाको खोजी गर्न अर्जुन रथमा चढेर बढेछन्। अश्वत्थामा भाग्दै जाँदै थियो। पछि पछि भगवान श्रीकृष्ण अनि अर्जुन, अश्वत्थामाले थाहा पाए कि अर्जुन अनि कृष्ण मार्न आउँदैछन् मलाई, तब ब्रह्मास्त्र चलाएछन् अश्वत्थामाले। तब ब्रह्मास्त्रबाट
रक्षा गर्नको लागि भगवान श्रीकृष्णको शरणमा जान्छन् अर्जुन। हे प्रभु, ब्रह्मास्त्रबाट अब म कसरी बाँच्ने? यो अश्वत्थामालाई ब्रह्मास्त्र छोड्न आउँथ्यो, तान्न आउँदैन थियो। तब भगवान भन्नुहुन्छ, हे अर्जुन, तिमी पनि ब्रह्मास्त्र चलाऊ अनि एकैचोटि दुवै ब्रह्मास्त्रलाई शान्त गर। अर्जुनले त्यसै गरे, ब्रह्मास्त्र शान्त भयो। दौडिएर गएर अश्वत्थामालाई पक्रिए तथा हृतम पशुवत पाशबद्धम, पशुलाई जस्तै टनटनी बाँधे। भगवान भन्नुहुन्छ, अर्जुन किन बाँध्छस्? यसलाई अहिले मार। परीक्षा लिँदै हुनुहुन्छ अर्जुनको। तब अर्जुन भन्छन्, होइन होइन प्रभु, मैले द्रौपदीलाई वचन दिइरहेछु कि शिर तिम्रो अगाडि ल्याएर राख्ने छु, पहिला द्रौपदी भए ठाउँमा पुगाऊ। तब अश्वत्थामालाई बाँधेर अर्जुनले लगेछन् द्रौपदी कहाँ। रोइरहेकी थिइन् द्रौपदी। 5 छोरा मार्ने अश्वत्थामालाई ल्याएर अर्जुनले पछाडि दिए। द्रौपदी, यही पापी हो जसले सुतेको बेलामा तिम्रा 5 छोराको निर्ममतापूर्वक हत्या गरेको छ। अब यसलाई म तुरन्त मार्छु। द्रौपदी राम्ररी हेर्छिन्, आहा, यो त गुरुपुत्र अश्वत्थामा रहेछ। हात जोड्छिन् द्रौपदी, आमा हेर्नु, यो भारतले द्रौपदी जस्ती नारीलाई जन्माएको छ। आफ्नै छोरालाई मार्ने हत्यारा अगाडि उपस्थित छ, तर पनि आज रुँदै रुँदै द्रौपदी भन्छिन्, हे पतिदेव, हे महावीर अर्जुन, यी गुरुपुत्र हुन्, यिनलाई मार्नु हुँदैन। डोरी खोल्न थालिन् द्रौपदी। मुच्यताम एषः ब्राह्मणो नितराम गुरु। ब्राह्मणलाई मार्नु हुँदैन। तब भीमलाई रिस उठेछ, ए द्रौपदी, यो तिमी के भन्दैछौ? यसले हाम्रा 5 सन्तानलाई, त्यो पनि सुतेको बेलामा, रात्रिको समयमा निर्ममतापूर्वक मारेको छ। यसलाई अर्जुन त खुरुक्क मार, नभए म आफै मार्छु। अर्जुन पनि भन्छन्, हो भीम दादा, यो पापीलाई छोड्नु हुँदैन। तब द्रौपदी भन्छन्, हे पतिदेव, अश्वत्थामा की आमाको बारेमा अलिकति सोच्नु। मेरा 5 पुत्रहरू त मरे, धेरै ठुलो पीडा मलाई भयो, तर पीडा बिसाउन, त्यो दुःख बिसाउनको लागि मेरा 5 पतिहरू अझै जीवित छन्। उनीहरूको काँधमा शिर राखेर रुन सक्छु, तर अश्वत्थामा की आमा कृपी, आहा, पतिको पनि महाभारतको युद्धमा मृत्यु भयो। अब ती आमाको एउटै सहारा यही अश्वत्थामा हो। यसलाई पनि हामीले मार्यौं भने, पुत्रलाई मार्दाखेरि, पुत्र मर्दा एउटी आमालाई कति पीडा हुन्छ त्यो म अनुभव गर्दैछु। यो पीडा मैले खपे ठिक छ, तर गुरु मातालाई यो पीडा म दिन चाहन्न। हेर्नु कति विशाल हृदय छ द्रौपदीको। हुँदैन, बिल्कुल मार्नु हुँदैन। भीम भन्छन्, होइन होइन द्रौपदी, यो महापापी हो, यसलाई छोड्नु हुँदैन। तब युधिष्ठिर अघि आए अनि भने, हेर भीम, द्रौपदी जो भन्दैछिन् नि सही भन्दैछिन्, किन ब्राह्मणको वध गर्नु हुँदैन। अझै यी त गुरुपुत्र हुन्, यी त अवध्य छन्, त्यसै कारण यिनलाई छोडिदिऊ। भीम मान्दैन, बिल्कुल हुँदैन दादा, यसलाई मार्नै पर्छ। द्रौपदी अनि युधिष्ठिर एकपट्टि भएछ, भीम अनि अर्जुन अर्कोपट्टि। भीम र अर्जुन भन्छन् मारिहालौँ, द्रौपदी र युधिष्ठिर भन्छन् छोडिदिउँ। अब के गर्ने? अर्जुन राम्ररी यताउता हेर्नुहुन्छ, भगवान पर बसेर मुसु मुसु हाँस्दै हुनुहुन्थ्यो। अर्जुन गएछन्, प्रभु तपाईँ किन बोल्नुहुन्न? तपाईँ त सारा शास्त्रको कुरा जान्नुहुन्छ, न्याय अन्याय हर चीज हजुरलाई थाहा छ। भनिदिनु त, यो अश्वत्थामालाई मार्नु कि के गर्नु? तब भगवान भन्नुहुन्छ, हेर अर्जुन, म जो शास्त्रले भन्छ म त्यही भन्छु, सुन। ब्रह्म बन्धुर नहन्तव्य आतताई वधारहण। शास्त्रले भन्छ ब्राह्मणलाई मार्नु हुँदैन। के? ब्राह्मणलाई मार्नु हुँदैन, तर त्यही शास्त्रले यो पनि भन्छ कि यस्तो आतताई पापीलाई छोड्नु पनि हुँदैन।
अर्जुनको दिमाग घुमेछ, भगवान तपाईँ जस्तो बाङ्गो त्यस्तै तपाईँको कुरा पनि बाङ्गो। भगवान बाङ्गो हुनुहुन्छ नि त, अनि त बाँके बिहारी भन्छौ। बाँके यानि बाङ्गो, टेढी टाङ वाले भन्छ, बाङ्गेर बस्नुहुन्छ। तपाईँ जस्तो बाङ्गो त्यस्तै तपाईँका कुरा पनि बाङ्गा छन्। अब म के बुझौँ? तब भगवान भन्नुहुन्छ 18 अध्यायमा गीता सुनाइरहे, अब आफै विचार गरेर आफै गर। तब गीताको एउटा लाइन आएछ कि सम्भावितस्य चाकीर्ति मरणादिति रिच्यते। सुन्नु ध्यानसँग बाबा, जो सम्माननीय व्यक्ति हुन्छ, जो ठुलो मान्छे हुन्छ नि आमा, उसलाई मार्नु पर्दैन, उसको अपमान नै मृत्यु हो। सुन्नु, जो ठुला बडा व्यक्ति हुन्छन् उसलाई कसैले अपमानित गरिदिन्छ भने ठुला बडा व्यक्तिको अपमान नै मृत्यु बराबर हो। तब अर्जुनले कुरा बुझेछन् अनि 5 ठाउँ मोडेर कालो मसी पोतेर शिरमा भएको मणि निकालेर खुब अपमानित गरेर धक्का मारेर अश्वत्थामालाई निकाल्दिए। आमा, एकपल्ट मार्दा त सकिहाल्छ नि त, तर अपमान गर्यौं कसैको, दुर्वचन गर्यौं कसैसँग, नराम्रो व्यवहार गर्यौं भने त्यसले हर दिन मार्ने गर्छ। अश्वत्थामाको मनमा यति ईर्ष्या क्रोध यति रिस भरियो, बार बार पाण्डवलाई मार्न सोच्छ। यी पाण्डवहरूले बरु मलाई मारिदिएको भए कुरा सकिन्थ्यो, तर जो अपमान गरे नि, आहा, यसले मलाई हर पल मारिरहेको छ। अब यी पाण्डवहरूको सारा वंशलाई म सकिदिन्छु। अभिमन्यु, अर्जुनका छोरा अभिमन्यु की पत्नी थिइन् उत्तरा। के नाम थियो? उत्तराको गर्भमा राजा परीक्षित थिए। अन्तिम यही थिए बच्चा। परीक्षित नहुँदा सारा वंश नै सकिन्थ्यो पाण्डवहरूको। तब पाण्डवहरूको वंशलाई सखाप पार्न अश्वत्थामाले ब्रह्मास्त्रको सन्धान गरेर ब्रह्मास्त्र छोडिदिएछ। भन्दिनु राधे राधे। यता भगवानले सबैलाई अब युधिष्ठिरको राज्याभिषेक गरिदिनु भयो, युधिष्ठिरलाई राजा बनाइदिनु भयो। सारा शत्रुहरू पाण्डवका सकिए, सारा दुःखका दिन सकिए। अब हे पाण्डव हो, म अब द्वारका जान्छु भनेर बिदा माग्दै हुनुहुन्थ्यो। त्यति नै बेला उत्तरा रुदै रुदै आइन्, हे भगवान मलाई बचाउनु। यो थाहा छैन कस्तो शक्ति आएको छ, कस्तो तेज आएको छ, जसले मेरो गर्भलाई बार बार जलाइरहेको छ। म मर्न तयार छु, तर पाण्डवहरूको एकमात्र वंश यो मेरो पेटमा छ, यसलाई बचाइदिनु। बार बार भगवानको शरण पर्छिन्। तब दयानिधि प्रभुले सूक्ष्म रूप धारण गरेर उत्तराको गर्भमा गएर राजा परीक्षितलाई बचाउनु भो। भन्दिनु राधे राधे। हेर्नु, जसरी आमाको गर्भमा परीक्षितको रक्षा भगवानले गर्नुभयो नि, ठिक त्यस्तै तपाईँ हामी सबैको आमाको गर्भमा भगवानले नै रक्षा गर्नुहुन्छ। जब हामी आमाको गर्भमा हुन्छौँ हामीलाई कसले बचाउँछ भन्नु त? भगवानले बचाउनुहुन्छ। तर परीक्षित अनि तपाईँ हामीमा के फरक छ? यही फरक छ कि जब परीक्षित जन्मिने बित्तिकै हेर्थे, जो नयाँ आउँछ व्यक्ति राम्ररी हेर्थे, किन गर्भमा जुन भगवानको दर्शन पाइरहे, आहा यी तिनै भगवान त होइनन् भनेर हेर्थे। तर होइन, अर्कै कोही हुन्थ्यो, निराश हुन्थे। फेरि अर्को नयाँ व्यक्ति आउँथ्यो, उसलाई पनि राम्ररी हेर्थे। हर एक अनुहारमा परीक्षित भगवानलाई नै खोजिरहन्थे। हर पल परीक्षित भगवानकै खोजीमा लागिरहन्थे। परीक्षितमा अनि तपाईँ हामीमा यही फरक छ। परीक्षित जन्मेर पनि यी परीक्षितले भगवानलाई बिर्सेका छैनन्, तर तपाईँ हामी जन्मिएपछि तेरो अनि मेरोमा फसेर भगवानलाई चटक्कै बिर्सेका छौँ। भन्दिनु राधे राधे। आज भगवानले उत्तराको गर्भमा प्रवेश गरेर भगवानले परीक्षितको रक्षा गर्नुहुन्छ।
माता कुन्तीले यो सारा दृश्यलाई देखिरहनु भएको थियो। तब भगवान अब बिदा माग्दै हुनुहुन्छ, हे पाण्डव, हे फुपू कुन्ती, अब म जान्छु, मलाई बिदा दिनुहोस्। तब माता कुन्ती हात जोड्छिन्, हे प्रभु, हजुरलाई नमस्कार छ। भगवान भन्नुहुन्छ, फुपू तपाई फुपू अनि म भदै, ल भन्नु त, भदैले फुपूलाई नमस्कार गर्छ कि फुपूले भदैलाई गर्छ? भन्नु त बाबा। भदैले फुपूलाई गर्नुपर्ने नि त, सानाले ठुलालाई प्रणाम गर्ने परम्परा छ। तर फुपू तपाई मलाई प्रणाम किन गर्दै हुनुहुन्छ? म त हजुरको भतिजो भदै हो। तब माता कुन्ती भन्छन्, मैले मेरो भदैलाई प्रणाम गरेको होइन। अनि कसलाई त? नमस्ते पुरुषम त्वाद्यम ईश्वरः प्रकृतेः परम। मैले त प्रकृतिदेखि पर रहेका ती परम पुरुष भगवानलाई प्रणाम गर्दैछु, म भदैलाई प्रणाम गर्दै छुइन। प्रभु, हजुर आफूलाई बार बार लुकाउनुहुन्छ, बार बार म हजुरलाई चिन्न खोज्छु, तर हजुर मुसुक्क हाँसेर आफ्नो वैष्णवी माया फैलाएर सारा आफ्नो भगवत्तालाई लुकाउनुहुन्छ। बडो सुन्दर स्तुति गर्छिन् माता कुन्ती। विस्तारसँग हामी भोलि सुन्नेछौँ। यहाँ भगवान भन्नुहुन्छ, फुपू आज यति सुन्दर मेरो स्तुति गर्नुभयो, ल भन्नु के वरदान चाहियो? आज तपाईँ जे माग्नुहुन्छ सब दिन्छु। म तपाईलाई मात्र होइन, म सबैलाई वरदान दिन्छु। सब आओ पाण्डव हो, सबलाई बोलाउनु भयो, एक एक वरदान माग। ब्रह्मा हुन मन छ कि, इन्द्र हुन मन छ कि, भूर्भुव स्व महाजन तप सत्य, यी सातै लोकको स्वामी बनाइदिउँ कि, अतल वितल सुतल तलातल रसातल महातल पातल, यी सात लोकको अधिपति बनाइदिउँ कि, के चाहियो मागल। तब युधिष्ठिर वरदान माग्नुहुन्छ, हे भगवान, अरू त मलाई केही चाहिएन, बस यही इच्छा छ कि सदा धर्मको मार्गमा हिँडिरहन पाऊँ। भीम भन्छन्, हे माधव, यो मन सदा सदा हजुरमा लागिरहोस्। अर्जुनको पालो आयो, अर्जुन भन्छन्, हे केशव, हाम्रो जो सखाको सम्बन्ध छ, यो सम्बन्ध अझै गाढ भएर जाओस्, प्रगाढ भएर जाओस्। नकुल अनि सहदेव भन्छन्, हे श्याम, हाम्रा दाजुहरूको सदा आज्ञा पालन गर्न पाऊँ अनि सदा सदा हजुरको भक्तिमा सदा मन लागोस्। अब पालो आएछ सुभद्राको। कसको भन्नु त? कसको? सुभद्राको हो भन्नु त? को हो सुभद्रा? सुभद्रा यानी भगवान श्री कृष्ण की बहिनी। जगन्नाथ मन्दिरमा तीनटा जो मूर्ति छ, कृष्णजी, बलरामजी अनि सुभद्राजीको। अब सुभद्राजीलाई भगवान भन्नुहुन्छ, बहिनी ल माग। अब सबैले हेर्दैछन्, साक्षात भगवान की बहिनी आज के माग्छिन् होला? सबले हेरे, आज सुभद्रा भन्छिन्, प्रभु कृष्णस्त्वदीय पदपङ्कज पञ्जरान्ते अध्यैव मे विशतु मानस राजहंस। हे भगवान, यो मेरो मन छ नि, यो मन अहिले नै हजुरमा लागिहालोस्। भगवान भन्नुहुन्छ, सुभद्रा अहिले त जवान छौ तिमी बहिनी, यो संसारको भोग गर, किन ममा मन लाउँछौ? संसारमा लगाऊ, पछि जब बुढी हुन्छौ त्यति बेला ममा मन लगाउनु, त्यति बेला भक्ति गर्नु। तब सुभद्रा भन्छिन्, होइन प्रभु, यो मन यो तन केहीको भरोसा छैन। किन? अहिले शक्ति छ, सामर्थ्य छ, खूब भक्ति गर्न सक्छु, म खूब नाम जप्न सक्छु, तर जब म बुढी हुन्छु प्रभु, यो शरीरमा शक्ति सामर्थ्य केही रहँदैन। त्यति बेला त दिउँसो पनि भन्दै थिए कि राम भन्न खोजो, यो जिब्रोले काम गर्दैन बाबा, आम हुन्छ। के हुन्छ? कृष्ण त अब सोच्दैन, सोच्छ भन्नै सकिँदैन।
प्राण प्रयाण समय कफवात पित्थै कण्ठावरोधन विधौ स्मरणम कुतस्ते। बुढेसकालमा भजन हुँदैन, भक्ति हुँदैन माधव, अहिले नै मेरो मन हजुरमा लागोस्। भगवानले तथास्तु भन्नुभयो। सबैले केही न केही मागे। अब पालो आएछ फुपू कुन्तीको। फुपू अब हजुर माग्नु के माग्नुहुन्छ? माता कुन्ती भन्छन् कृष्ण दिन्छौ नै भने मलाई दुखै दुख देऊ। के देऊ? कसैले दुःख माग्छ आमा? तपाईहरू माग्नुहुन्छ भन्नु त? हामी त होइन माग्छौँ हामी, तर आफ्नो लागि होइन नि त। कसको लागि भन्नु त? छिमेकीको लागि। भगवान त्यो हाँस्दैछ दुःख दिनु न भन्छ, बरु एक्स्ट्रा 10 रुपियाँ बेसी चढाउँछौँ भन्छ। आज पहिलो भक्त हुन् यी माता कुन्ती, जसले भगवानसँग दुःख माग्दै छिन्। प्रभु दिनुहुन्छ भने दुःख दिनु। तब भगवान भन्नुहुन्छ फुपू सारा जीवन त दुःखै मात्र पाउनुभयो। जन्म भयो अरू नै ठाउँमा, सुरसेनको घरमा जन्मिनु भयो। 5 वर्ष कि हुनुहुन्थ्यो कुन्ती भोज राजाले लगेर पाले। कसले? जन्ममा नाम थियो पृथा, तर कुन्ती भोजले पाल्दा यिनै कुन्ती भए। बाल्यकालमा पनि दुःखै पाउनुभयो। जन्म कतै भयो अनि कतै अरूले पाले, यो पनि ठुलो दुःख हो। जन्म दिने आमा बाबालाई सानैमा छोड्नु पर्यो। बाल्यकाल दुःखमा बित्यो। अनि जब जवान हुनुभयो, विवाह भयो, कस्ता पति पाउनुभयो भन्दा पाण्डु रोगी। त्यही पनि जवानीमा नै पतिको मृत्यु भयो। एउटी भारतीय पतिव्रता नारीको लागि जवानीमा विधवा हुनु यो भन्दा ठुलो कुनै दुःख छ आमा? छैन। बाल्यकाल दुःखमा बित्यो, जवानी दुःखमा बित्यो। अझै 5 जना सन्तान थिए, लालन पालन सबै जिम्मेवारी थियो। अनि सबैभन्दा ठुलो कुरा शत्रुहरू पुरा धेरै थिए। त्यही पनि टाढा होइन, घरै भित्र। कहिले भीमलाई विषको लड्डु खुवाइदिन्थे, कहिले लाक्षा भवनमा शत्रुहरूले सबैलाई डराएर मार्न चाहन्थे, कहिले पुत्रवधू द्रौपदीलाई निर्वस्त्र पारेर सारा इज्जत लुट्न खोज्थे। पग पगमा हे फुपू दुखै दुःख आयो। पग पगमा दुःख भोग्नुभयो, सारा जीवन दुःख पाउनुभयो। तर आज सारा शत्रुहरू सकिए, अब युधिष्ठिर राजा भए। अब सारा दुःखका दिन सकिए, अब त सुखको दिन आयो। सबैभन्दा ठुलो विपत्ति के हो सुन्नु कुरा? शास्त्रले भन्छ विपदो नैव विपदः सम्पदो नैव सम्पदः। जुन विपत्तिलाई तपाईँ हामी विपत्ति भन्छौँ, त्यो विपत्ति होइन। धन सम्पत्ति धेरै कमाइयो, खूब सम्पत्ति पाए भनेर नसोच्नु, त्यो पनि केही सम्पत्ति होइन। असली विपत्ति भनेको भगवानलाई बिर्सनु हो। के हो भन्नु त? असली विपत्ति के हो? भगवानलाई बिर्सनु। अनि असली सम्पत्ति भनेको भगवानको याद आइरहनु। यो सबैभन्दा ठुलो सम्पत्ति हो। भगवानलाई बिर्स्यौं, मानौ सबैभन्दा ठुलो विपत्ति आयो। भगवानलाई सम्झ्यौं, सबैभन्दा ठुलो सम्पत्ति पायौं। भगवान भोलेनाथ भन्नुहुन्छ महाविपत्तौ संसारे यः स्मरेन् मधुसूदनम् विपत्तौ तस्य सम्पत्तिर् भवेद् इत्याह शङ्कर। हे पार्वती, सत्य कुरा म बताउँदैछु। यो संसारमा जताततै दुःखै दुःख छ, विपत्ति नै विपत्ति छ। त यो विपत्ति नै विपत्तिले भरिएको संसारमा जसले भगवानलाई सम्झन्छ, असलमा उनै सबैभन्दा धेरै सम्पत्तिवाला छ। दिउँसो पनि चर्चा हुँदै थियो, कबीरा सब जग निर्धना, धनवंता नहीं कोई, धनवंता सोई जानिए, जाके राम नाम धन होई। जोसँग भगवानको भक्ति छ, भगवानको याद छ, भगवानको याद आइरहन्छ, ऊ सबैभन्दा सम्पत्तिवाला छ, ऊ सबैभन्दा सुखी छ आमा दुनियाँमा।
र जसले भगवानलाई बिर्सन्छ ऊ भन्दा दुखी कोही छैन। भन्दिनु राधे राधे। त भगवानलाई बिर्सनु हुँदैन कि बिर्सिने हैन गुरुजी, सम्झिन्छौ नि दुःख आउँदा त नि, माता कुन्तीले भने जस्तै। तर त्यसो हैन, सदा सदा भगवानलाई सम्झिरहनु पर्छ। बिहान बेलुकी हर समय भगवानको याद आइरहोस्, बस यही सबैभन्दा ठुलो सम्पत्ति हो भन्दै आज द्वितीय दिवसको द्वितीय कथा सत्रलाई प्रभु चरणमा अर्पण गर्दै अब भोलि हामी भीष्म पितामहको सुन्दर महाप्रयाणलाई सुन्नेछौँ। मृत्युलाई कसरी उत्सव बनाउनु भो पितामह भीष्मले, ती चर्चाहरू गर्दै गर्दै राजा परीक्षित अनि कलियुगको वार्तालाप अनि राजा परीक्षितलाई श्राप कसरी मिल्यो अनि सारा राज्य त्यागेर राजा परीक्षित गंगा तटमा जानुभयो। सुखदेव स्वामी आएर कथा सुनाउनुभयो। यी चर्चाहरू हामी भोलि दिउँसोको प्रसङ्गमा गर्नेछौँ। भन्दिनु राधे राधे। र अब हामी केही ज्ञान मञ्चको कार्यक्रम गर्नेछौँ। 5 वटा प्रश्न हामी यहाँ